देख्छौँ घरतिरको लागि सभा 6 हुँदै रहेछ। अर्गली अघिसम्म चाहिँ लाइट बलेको थिएन, अहिले चाहिँ अब पुरै अन्त देख्दा त गजब सकेर आँखा देख्दाखेरि हामी चाहिँ फर्किँदैछौँ। यहाँ यत्रो खोल्सो छ त देखिन्न र पो त। भान्जाश्री अगाडि छन्। डेलीले भए पनि घुम्न आइयो यहाँ चाहिँ। ल तर अन्त अलिक कम्ती गराएर बरु पुरै चाइनातिर ग्रेट वालतिर गयो जस्तो फिलिङ आइरह है। यहाँ नगए पनि यहाँ पनि रहेछ बसेर फोटो खिच्न ठाउँ, तर खिचेन। हामी हिँड्दैछौँ। भ्यू चाहिँ लिगौँ न, यसो भ्यू त हेर्नै पर्यो। यहाँ आएपछि कहाँ तल चाहिँ बत्ती बलेको अगाडि देख्नु होला, ट्याक्क अगाडिपट्टि गण्डकी छ त्यहाँनिर। उसो कि हाम्रो चाहिँ अगाडि अर्गली देखिँदैछ। मैले लाइट कम गरिरहेको छु, अलिक कम्ती गरे नि बल्ल अलिक क्लियर देखिन्छ होला। त्यहाँ माथि चाहिँ फिमेल बोल्नु आएको क्या, बोल्नु आएको कि बोल्नु आएको। हामी चाहिँ यो बाटो हुँदै जाने हो। त्यहाँ चाहिँ अगाडिको भ्यू यस्तो बवाल छ। वाउ छ भ्यू त, वाउ। आँखाले हेर्नुलाई चाहिँ बवाल छ। अँधेरो भयो। वहाँ तल त्यो होटल के छ त्यहाँनिर चाहिँ बाटो पनि रहेछ। ठ्याक्क त्यहाँ अगाडि चाहिँ यो काली गण्डकी छ, तपाईँको नदेखिएला। अनि अब चाहिँ घर फर्किनु पर्यो। हामी आएको चाहिँ 1 घन्टा सवा घन्टा हुन लाग्यो क्या। नाइट भ्यू भयो। अर्गली कस्तो दामी देखिन्छ। अझै ब्राइटनेस घटाएर गर न। अर्गली यस्तो राम्रो आमा, अर्गली राति बस्न यस्तो रमाइलो छ। भुल्यो त्यसो भए रमाइलोमा भुलियो। हामी चाहिँ त्यहाँ आएको अघि हो यहाँनिर अगाडि चाहिँ त्यहाँ बस्ने ठाउँ थियो। अब चाहिँ यति हुँदै हुँदै अब हामी चाहिँ सरासरी हेर्दै हेर्दै जान्छौँ। अब चाहिँ भिडियोलाई समाप्त गरौँ।